सबैजनालाई मेरो नमस्कार। यस सभाका सभाध्यक्ष कुमार भुजलज्यू, साथै यहाँका सम्पूर्ण अतिथि र यस देउसी कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा मेरो हार्दिक नमस्कार। र आजको यस कार्यक्रममा चाहिँ म यो समूहमा सदस्यहरूले दिनुभएको सहयोग रकमहरूको नाम र रकम भन्न जाँदैछु। कुनै ठाउँ मिस्टेक र गल्ती भयो भने चाहिँ तपाईँहरूले भनिदिनु होला। धनी प्रसाद राई 2100, जुनु तामाङ 2705, सञ्चमाया लावती 1550, मनाराम मगर 1520, प्रेम कुमार राई 1500, दिल्ली शेर राई 1500, नवीन राई 3030, कुमार भुजेल 1405, सञ्जित राई 1560, अन्जिना राई 1560, अमर बहादुर राई 1925, ज्ञान बहादुर श्रेष्ठ 1705, राम बहादुर श्रेष्ठ 1855, हेम कुमार राई 4030, जीत बहादुर राई 4200, निर्मल श्रेष्ठ 1125, अस्मिता राई 2255, राम कुमार राई 2000, अभिना राई ल उहाँ अस्मिता राईको चाहिँ 2500 अरे, तर यहाँ हामीले चाहिँ 2000 मात्रै टिकट गरिएको छ। यहाँ कहाँ मिस्टेक हुन गएको होला। र अबिना राई 4625, सुनिता राई 1500, कामे राई 1015, रमेश राई 1700, रमेश राई 1700, केबी राई 1055, जुनाधन राई 1600, कञ्जबहादुरको छैन, र दिलु राई 1005। र यसै गरी हाम्रो अतिथि अथवा अन्य सदस्यहरूले दिनुभएको पर्विना तामाङ रु 520, पर्मिला राई 210, कुमारी लिम्बू 105, सुर्ती राई 505, प्रदीप रसाइली 255, राजन रसाइली 255, मनमाया मगर 255, अर्जुन लिम्बू 255, अनिल कार्की परिवार रु 2955, जनक श्रेष्ठ 1100, शेरबहादुर राई रु 7055, रिना चौधरी 1000, कालीमाया बयालकोटी 2010, अम्बिका निर्मल मगर रु 105, 105 1005 नै रहेछ। 1005 निर्मल मगरको 1005। र टोटल हाम्रो समूहबाट उठेको 26 घरबाट 26 घरबाट 51125 छ। र यता अन्य सदस्यहरूबाट दिएको 18185 छ। र यसपालिको यो 82 सालको समूहबाट उठेको 51125 र बाहिरी सदस्यहरूबाट उठेको 18185 गरेर जम्मा 69310 छ यसपालिको हाम्रो। र पोहोर सालको जम्मा रकम रहेको चाहिँ 81 सालको चाहिँ 24000 हाम्रो खातामा थिएछ। र सामान भाडामा दिएको हाम्रो 1330, जम्मा पोहोरको हाम्रो 25330, 25330 र पोहोरको यसपालको हाम्रो 69330 र पोहोरको दुईटै भाडा र त्यो बचत खातामा राखेको हाम्रो जोड्दा 25330 जोड्दा 25330 जोड्दा 94640 भएको छ।
94,640 भएको छ र यसपालको हाम्रो खाजामा खर्च 21,010 र 10 यो किनेको 4,000 जम्मा खातामा हाम्रो रहेको 42,000 र बचत पोहोरको खातामा रहेको 25,330 गरेर यसपालको 42,000 बचेको र पोहोरको 25,330 गरेर 25,330 गरेर यो हाम्रो 42,000 खातामा यसपालको हाम्रो 42,000 खातामा 25,000 चाहिँ 25,330 यस पोहोरको गरेर जम्मा 68,330 चाहिँ खातामा छ बचत भनौँ न। अनि पुरानो उठ्न बाँकी भनेर यो चाहिँ अमरबहादुर राईबाट भनेको छ। यो चाहिँ 3500 दिनु बाँकी छ अरे उहाँबाट र यो गरेर जम्मा गरेर हाम्रो चाहिँ 3500 पनि उड्दा चाहिँ 68,330बाट यो 3500 पनि जोड्दा 70,830 हुन्छ। तर यो 3500 चाहिँ रकम खातामा छैन, उठ्न बाँकी भनेर लेखिएको छ र यसै गरेर हाम्रो पैसा चाहिँ यति जम्मा भएको छ भनेर बुझ्नु भयो कि भएन, मैले अलिक गडबड गर्दै भने र जम्मा खातामा चाहिँ हाम्रो पैसा 68,330 छ। खाजा खर्च 21,010 भनेर लेखेको छ। यसमा घट्न सक्दैन, बरु बढ्न चाहिँ सक्ला 1-2 रुपियाँ र यति भन्दै आजको मेरो यो 2 शब्द यहीँ टुङ्गाउँछु। हस्त नमस्कार। गल्ती भए होला। हेलो, हुन्छ धन्यवाद। सम्पूर्ण चाहिँ हाम्रा दाजु